यो चाहिँ पैसा देखाएको भन्नुहुन्छ होला, तर यो पैसा देखाएको चाहिँ होइन है। यो चाहिँ यसो दुःख गरेर निकालेको है। दुःख गरेर यो टिकटक फेसबुकबाट आएको होइन है। फेरि तपाईँहरूले सोच्नुहुन्छ होला यो टिकटक फेसबुकबाट यति धेरै पैसा कमाएछ भनेर। तपाईँहरूले नसोच्नु होला त्यस्तो कुराहरू। यो चाहिँ दुःख गरेको पैसा है साथीभाइ हो। यो फेरि देखाएको चाहिँ होइन नि। अब म चाहिँ टिकटक, युट्युब, फेसबुक चलाउनु छोडेँ। दुःख गर्दा पनि आउँदैन रहेछ। योभन्दा काम गरेर बसेरै अलिक राम्रो हुन्छ होला। यो टिकटक, युट्युब चलाएर दिनरात चलाउँदाखेरि पनि नसकिने रहेछ। यो कारणले गर्दाखेरि म चाहिँ नसक्ने भएँ। त्यसैले त्यसैले म चाहिँ अब छोडिसकेँ यो टिकटक, युट्युब, फेसबुक भन्ने चिजहरू। छोडेँ साथीभाइ। यो चाहिँ टिकटक, फेसबुक अनि युट्युबबाट कमाएको पैसा भन्नु चाहिँ मिल्दैन होइन। यो चाहिँ बहुत दुःख गरेको पैसा हो। त्यही कारणले गर्दाखेरि यस्तो छ। अब पैसा कमाउनु त कमाइयो। टिकटक, युट्युब, फेसबुकमा बहुत दुःख गरियो, तर नहुने रहेछ। त्योभन्दा दुःख गरेर यही यस्तो गरेँ। यो टिकटक, फेसबुक, युट्युबमा बहुत दुःख गरेँ, तर पैसा आउनु सकेन। त्यही कारणले गर्दाखेरि अब यो चाहिँ पुरा दुःख गरेको पैसा हो। कति धेरै होइन होइन। तैपनि अब नेपालको एक झ्याप जति छ, एक झ्याप जति छ नेपालको। 1, 2, 3, 4, 11, 12, 13, 14, 17, 18, 19, 20, 21 जति रहेछ। तर यो चाहिँ सबैभन्दा कागजमा सबैभन्दा सानो पैसा भनेको यो हो। कागजमा सबैभन्दा ठुलो पैसा भनेको यो है। यहाँ चाहिँ अब अरू ठाउँमा चाहिँ ठुल्ठुलोहरू छन् होइन। यहाँ चाहिँ सबैभन्दा सानो कागजमा सबैभन्दा ठुलो अनि सानसिने पैसामा चाहिँ यो चाहिँ सबैभन्दा ठुलो होइन। माइला, यो चाहिँ माइला, यो चाहिँ साइला। यो पैसा चाहिँ साइला हो। सबैभन्दा कान्छा भनेको चाहिँ यो है। यहाँदेखि माथि छैन। सबैभन्दा सानो, सबैभन्दा ठुलो यो है। यो चाहिँ छ। यो चाहिँ सबैभन्दा ठुलो कागजको, यो चाहिँ सानो कागजको है। धन्यवाद।